ताक्रे छ खाना आउनु होला भेटमा सेकुवा र तोम्बा बबाल हुन्छ यहाँनिर यतिको चाहिँ बाटो हुनु पर्यो क्या मोबाइल हल्लेको कि टेम्पो हल्लेको यार नहल्लाई कुदाउ न यार हामीले चाहिँ यस्तो आज यो ढोका चाहिँ लगेर फिट गर्नुपर्ने हुन्छ होइन यहाँ चाहिँ हाम्रो सामानहरू चाहिँ अब चाहिँ हामी आइपुग्नु आँट्यौँ मान्छेहरू छ छैन हाम्रो एउटा यहाँ ओ एउटा गाडी त रहेछ आज चाहिँ हाम्रो दिदी धेरै खुसी हुनु जस्तो लागिरहेछ मलाई बबाले खुसी छ जस्तो छ है ल हामीले अब गदा हुनुपर्ने ठाउँ चाहिँ यही हो गदा भएर यहाँनिर हामीले काम गरिसक्यौँ ढोका बनाइसक्यौँ चट्ट लाएर अब बिस्तारै धरान झर्ने हो पनि सक्यो अब चाहिँ हामी मान्छे भइसकेको छौँ गदाको चुनी पार गरेर अब चाहिँ हामी घर फर्किने क्रममा छौँ यस्तो बब्बाल जाडो भइरहेछ कि जाडो खानु चाहिँ हामी भेटेर आउनै पर्ने हुन्छ गर्मीमा चाहिँ अब अलिअलि पोको पारेर म धरानतिर ल्याइदिन्छु तपाईँहरूलाई पनि हामीलाई चाहिँ धेरै सजिलो छ क्या यसो गर्मी भयो भने टक्कसँगले भेरेटार आयो चिसो हावा खानु पाइन्छ यहाँनिर अनि धरान बस्नुको फाइदा चाहिँ त्यति हो क्या अरू ठाउँमा के गर्छ थाहा भएन मलाई धरानमा बस्नेहरू चाहिँ भाग्यमानी हो बाटो त बन्दै रहेछ ए पख्नुहोस् त डरो चेकिङ रहेछ क्या यार चेकिङमा परियो चेकिङमा